गफले होइन श्रमले देश बन्छ भन्दै बालेन शाहलाई सिंहदरबार जलाउने नाथे भन्दै उपहास गर्ने हर्क साम्पाङ आफ्नै पार्टीभित्र सिंहदरबार जलाएको दाबी गर्नेहरूलाई आश्रय दिइरहेका छन्। पार्टीका उपाध्यक्ष राजकुमार तामाङ, देवराज लामा बबरमहल बमकाण्ड जसमा 3 जनाको ज्यान गएको र 7 जना घाइते भएका जघन्य घटनामा मुछिएको तथ्य सार्वजनिक भएको केही समय नबित्दै खोटाङबाट समानुपातिकमा उठेकी उमा चामलिङ राईले सिंहदरबार लगायत राज्यका संरचना आफूले जलाएको र सफल भएको दाबी गर्दै भिडियो सार्वजनिक गर्नु केवल उग्रता मात्र होइन, राज्य विरोधी मानसिकताको खुला प्रदर्शन हो। हाम्रो पेट्रोल पनि सक्यो हैन, स्कुटरमा दिनभरि कुदेको यहाँनिर के अरे गोदावरीदेखि चलाउँदै राष्ट्रपति भवनदेखि जलाउँदै चाबेल पुगेर अनि खाजाहरू पनि मान्छेहरूलाई हुन्छ नि ठाउँ ठाउँमा किन्दै खुवाउँदै हिँड्दै गरेको होइन। मलाई यति खुसी लागेको छ, यस हामीले जित्यौँ। यदि बालेन आएको भए नि सिंहदरबार जस्तो इम्पोर्टेन्ट भवनहरू जल्दैन थियो क्या। हाम्रो एजेन्डा थिएन कि रविलाई हामीले निकाल्ने भनेर है, सालाहरू बालेन भन्दै खोक्दै बस्दो रहेछ। अझ विडम्बनापूर्ण त के छ भने रासपाबाट भ्रष्टाचारको आरोपमा निष्कासित भइसकेका ढाका कुमार श्रेष्ठलाई समेत पार्टी प्रवेश गराइएको छ। यस्ता पात्र र प्रवृत्तिहरूको सहारामा के साँच्चै नयाँ राजनीति सम्भव छ कि यो पुरानै अनुहारको अर्को संस्करण हो? ठुलो मान्छे हो, बुझ्नुभयो नि, म भन्दा ठुलो मान्छे छैन यतिखेर।